आज चाहिँ म यहाँनिर फङ्जु आएको छु होइन। सिक्ताङमा चाहिँ हामी हेजाङकुक खाने सोचिरहेछौँ। मैले दोस्रो चोटि खाएको हेजाङकुक, पहिला त्यहाँ नोनसान बस्दाखेरि सोनम दाईहरूसँग गएर खाइएको थियो पहिलोचोटि चाहिँ भने। त्यो रत्नपार्कको याद आयो कि त्यहाँनिर अन्डरग्राउन्ड मुनिबाट जाने ठाउँ थियो नि। ब्याग लियौँ 50,000 को होइन, 50,000 वनको यो ब्याग। यस्तो छ यहाँनिरको हरियाली भ्यू, अनि यहाँनिर चराहरू चराचुरुङ्गीहरू क्या मजाले कराइरहेका छन् होइन। कस्तो आनन्द लाग्ने के, गाई कराएको मात्र सुनेको आज मजाले यसरी हरियालीमा टक्क बसेर होइन। हेर्नु नि कस्तो बबाल छ। त्यस्तो धेरै स्पेसल त छैन तर पनि होइन मनलाई चाहिँ आनन्द दिने किसिमकै छ होइन साथीहरू। यहाँनिर फुलहरू फुलेको छ है। हेलो साथीहरू, के छ हजुरहरूको हालखबर? आई होप सबै साथीहरू सन्चै नै हुनुहुन्छ होला होइन। गाई गोठको सधैँको जीवन हजुरहरूलाई मैले देखाइरहेकै हुन्छु। आज चाहिँ अब एक दिनको बिदामा, योभन्दा अगाडिको बिदामा चाहिँ हामी इक्सान अनि त्यसपछि कुन्चानको खारा र हामी सङ्गीतको पिकनिक घुमेका थियौँ भने आज चाहिँ म यहाँनिर फङ्जु आएको छु होइन। र मेरो साथमा चाहिँ यहाँ हाम्रो हरिदोष पनि छ होइन। हिजो बेलुका ऊ पनि काम सकेर आएको, म पनि काम सकेर बेलुका होइन 7 बजे ड्युटी सकेर अनि त्यसपछि यहाँनिर हामी फङ्जुमा रात यतै बस्यौँ। अनि अब आज चाहिँ दिउँसो अब यहाँनिर बाटो हिँड्दैछौँ होइन। यसो यता केही घुम्ने ठाउँहरू देख्थ्यो भने देखाउँछौँ होइन साथीहरू। 29 दिन चाहिँ कहाँ बस्या जस्तो लाग्छ, अनि एक दिन चाहिँ यसरी घुम्न निस्किँदा चाहिँ साँच्चै कोरियामा छौँ जस्तो हुन्छ होइन। होइन भनेको 29 दिन त के हरू जस्तो यार, कहाँको विकट ठाउँ छ क्या। हाम्रो त झन् लास्टै नै विकट छ, अनि त्यस्तो केही देख्न पाइँदैन। कोरिया आएको जस्तो फिल पनि हुँदैन। जब एक दिन निस्किन्छौँ अनि त्यो दिन चाहिँ साँच्चै कोरियामा छौँ जस्तो हुन्छ होइन। यस्तो छ यहाँनिरको मर्निङ भ्यू होइन साथीहरू। यस्तो सफा, यस्तो यो क्लिन के सफा रोड होइन। अनि त्यसपछि गाडीहरू दौडिरहेको खुला बिल्डिङहरू, अनि कोरियन भाषा पढ्दाखेरि यस्तो होइन कोरियन लेखेको त्यो फोटोहरू यस्तो देख्दाखेरि चाहिँ कस्तो राम्रो लाग्थ्यो नि त। सो अहिले चाहिँ हामी ड्रिम कन्ट्रीमा छौँ होइन। अब 29 दिन चाहिँ खतरा ड्रिम कन्ट्री हुन्छ, अनि एक दिन चाहिँ अर्कै खालको ड्रिम कन्ट्री हुन्छ। रियालिटी फरक छ होइन। 29 दिन दुःख गरिसकेपछि बल्ल एक दिन छ हाम्रो बिदा। अब सबैको उस्तै त हुँदैन, महिनामा 4 वटा 8 वटा बिदा हुनेहरू पनि हुनुहुन्छ होइन। तर अब आफ्नो चाहिँ महिनामा एउटा बिदा हो, त्यो बिदामा रमाइलो गर्न निस्किन मन लाग्छ। त्यो पनि टाढा छ होइन, विकट ठाउँमा छ। अझ साउसाउने बुझ्ने भएर हिजो बेलुका काम सकिसकेपछि साउ र साउनीले चाहिँ यहाँनिर फङ्जुमा छोडिदिएको भएर चाहिँ एकदमै सहज भयो होइन। अब यहाँनिर फङ्जुमा कता घुम्ने ठाउँ कता के छ केही थाहा छैन। अब यसो रिसर्च गरेर हामी कता पुग्छौँ के हुन्छ यो भ्लगमा हजुरहरूलाई के देखाउन सक्छु त्यो कुराहरू देखाउने छु है त। अब एकैछिन भोक लागेर चाहिँ अहिले हामी सिक्ताङमा छौँ। यो साथीलाई धरो भोक लागिसक्यो होइन। अब यहाँ हाम्रो टाइम पनि त कति 11:30 भयो है, 11:30 भइसक्यो। र अब यहाँ सिक्ताङमा चाहिँ हामी हेजाङकुक खाने सोचिरहेछौँ। मेनु छ र यहाँ मध्येको अब हामी यो हेजाङकुक चाहिँ आज खाना ट्राई गर्छौँ होइन। बाहिर निस्केर यसो कोरियन खाना ट्राई गरौँ भनेर। हाम्रो साथीको चाहिँ फेरि कोरियन खानाहरू खान पाउँछ, मेरो चाहिँ आफै बनाउने हो। त्यही भएर यस्तै बाहिर निस्के बेला मात्र खान पाउने हो। अनि त्यही भएर आज चाहिँ अब हामी के हेजाङकुक खान्छौँ यहाँनिर। त्यसपछि फेरि कतै निस्किन्छौँ साथीहरू। अब चाहिँ हामी एकछिन वेट गरिसकेपछि चाहिँ हाम्रो यहाँनिर साइड डिस आइसकेको छ। र यहाँनिर हेजाङकुक पनि आइसकेको छ होइन। अनि टक्कै अब यहाँ साथीको र मेरो हेजाङकुक आइसकेको छ। अब यस्तो मजाले मिठो गरेर खानुपर्ने हुन्छ होइन। तिनवटा के आयो यार फेरि यो के हो? यहाँ चाहिँ राइस त के रहेछ भनेको कि चाहिँ राइस त्यहाँ एउटा, अनि यहाँ हाम्रो हेजाङकुक छ, अनि यहाँनिर खिम्चीहरू साइड डिसहरू छ। कोरियन खाना कहिले काहीँ खानुपर्छ होइन। नेपाली खाना खाँदा अब कतिलाई चाहिँ यसरी कोरियन खाना खाँदा वाक्क हुनेहरू नि हुन्छ, अनि कहिले काहीँ बाहिर निस्किँदा चाहिँ नेपाली खाना चाखौँ न भन्ने पनि हुन्छ।
अब हाम्रो चाहिँ सधैँ हामी नेपाली खाना खाइरहेको हुन्छौँ अनि बाहिर निस्किँदा हामीलाई चाहिँ फेरि कोरियन खाना टेस्ट गर्न मन लाग्छ होइन। कोरियामा बसेर कोरियन खाना पनि टेस्ट नगरी त के मजा आउनु। यहाँ हाम्रो दोस्तको चाहिँ फेरि बिहान तिमीहरूको त कोरियन नै हो है? दिउँसो कोरियन र बेलुका चाहिँ भएर हुन्छ। उनीहरूको चाहिँ दिउँसो अब कोरियन खाना खानु पाउँछ अनि बेलुका चाहिँ आफ्नै पारामा नेपाली डिस। उनीहरूलाई चाहिँ दुइटै भयो, कोरियन पनि खान पाइरह नेपाली पनि खान पाइरह। हाम्रो चाहिँ आफै बनाउने हो अनि अब साउले चाहिँ होइसिकहरू लग्यो भने बाहिर निस्क्यौँ भने बल्ल कोरियन खाना खान पाउने हो, होइन भने टेस्ट गर्न पाइँदैन। यो हेजाङकुक चाहिँ मैले पहिला नै खाइसकेको छु एकचोटि र मलाई यो चाहिँ मनपर्छ र म यो अब खान्छु। अब साथी र म चाहिँ अब हेजाङकुक खान थाल्छौँ है त। निकै भोक लागेको थियो र अब चाहिँ हामी हेजाङकुक खाएर चाहिँ सिक्ताङबाट निस्किसकेका छौँ। बल्ल पेट अगायो होइन। धेरै पछि चाहिँ कोरियन खाना खाएको भएर एकदम मिठो पनि लाग्यो होइन। र यो हेजाङकुक चाहिँ नेपाली स्वादहरू जस्तै हुन्छ, पिरोहरू सबै चट्ट लागेको होइन, नेपाली मसलाहरूको जस्तै स्वाद आउँछ कि। अनि त्यो भएर पनि मिठो लाग्छ मलाई चाहिँ हेजाङकुक। यो चाहिँ मैले दोस्रोचोटि खाएको हो हेजाङकुक। पहिला त्यहाँ नोनसान बस्दाखेरि सोनाम दाईहरूसँग गएर खाइएको थियो पहिलोचोटि चाहिँ भने। अहिले चाहिँ यहाँ फेरि हामी हरि साथी र म भेटेर चाहिँ आज फेरि हेजाङकुक खाइयो। अब यहाँनिर चाहिँ बाटो हामी हिँड्दैछौँ होइन साथीहरू। यतातिर केही घुम्ने ठाउँहरू छ कि भनेर टक्क यतिकै घुम्दैछौँ होइन। धेरै पछि धेरै भाटे नभेटेको अनि भेट्नै मन लागेर चाहिँ हामीले यो फाङ्जो डेस्टिनेसन चुज गरेर चाहिँ हामी यहाँनिर भेटेको हो। अब यहाँ स्पेसल कहाँनिर जाने के घुम्ने भन्ने केही थाहा छैन, केही प्लान पनि छैन। अब यता नजिकै केही रहेछ भने चाहिँ हामी घुम्छौँ होइन। त्यस्तै छ। तपाईँहरूलाई घुमियो भने देखाउँछु होइन, नभए केही गफ गरौँला। यस्तै हो साथीहरू होइन। हिजोसम्म लास्ट पानी परिरहेको थियो, आज घाम लागेको है, यस्तो गर्मी भइरहेछ मौसम। अनि अब चाहिँ यहाँनिर गाडी चढेर चाहिँ हामी कुनै पार्क पुगिन्छ कि भनेर त्यो देखिएको छ, तर कस्तो छ थाहा छैन होइन। सो त्यहीँ पुगेर हजुरहरूलाई देखाउँछु। हाम्रो यहाँनिर बस चाहिँ आइसकेको छ र मैले फेरि कार्ड लिएर आउन बिर्सेछु अनि यहाँनिर पैसा लिएर जानुपर्ने छ होइन। अब चाहिँ हामी यो कोरियाको बस चढेर चाहिँ जाँदैछौँ सट्ट लाएर होइन। अब त्यो अनि हजुरहरूलाई के कस्तो छ देखाउँछ साथी। कस्तो छ थाहा छैन, एपमा हेरेको घरमा दौडिने हो होइन। अब एकछिन समय छ, त्यहाँ गएर एकछिन टाइम स्पेन्ड गरौँ होइन। त्यसपछि फेरि निस्किनुपर्छ, भोलिबाट काम गर्नुपर्छ। उसको पनि अब बेलुका त पुग्नु पर्यो, भोलि बिहान काम गर्नको लागि होइन। सो अब हेरौँ के हुन्छ है त। अनि त्यो पार्क पुग्ने भनेर ठाउँसम्म चाहिँ अब हिँड्दै यहाँबाट 500 मिटर पर छ। अब त्यहाँ जान्छौँ के कस्तो छ होइन, हेर्छौँ र हजुरहरूलाई पनि देखाउँछौँ होइन साथीहरू। यस्तै छ, एकैछिन शीतल भएर त्यहाँनिर बसौँ भनेर चाहिँ निस्केको हो होइन। यस्तो छ हाम्रो हिँड्ने बाटो, टक्कसँगले सफा शीतल रहेछ यहाँनिर चाहिँ रुखहरू भएर। नभए क्या गर्मी छ क्या, लास्ट गर्मी छ। बाहिर निस्किँदाखेरि घाम लागेको छ, सम्म पानी परिरहेको थियो चाहिँ गर्मी छ। अनि यो रुखको छारीको मुनि चाहिँ शीतल नै रहेछ होइन। अब चाहिँ हामी पार्क पुग्छौँ अनि हजुरहरूलाई देखाउने समय त लास्ट गर्मी होइन, पसिना आइरहेको थियो। यहाँनिर चाहिँ अब हाम्रो बुद्धको मन्दिर रहेछ होइन, गुम्बा रहेछ। अब यहाँनिर चाहिँ हामी यसो हेरौँ होइन, गुम्बा जाउँ। यहाँ बुद्धको सायद त्यही जस्तो लाग्यो मलाई चाहिँ, गुम्बा जस्तो होइन। यस्तो छ टक्क यहाँनिर यस्तो छ है, यस्तो छ। म पसिना भइसक्यो साथीहरू हेर्नुहोस् यो घाममा हिँड्दा है। यहाँनिर पार्क आइसकेँ म, नजिकै हो, यहीँ रोडको त पारी हो। तर यहाँनिर बुद्धको देखेर चाहिँ छिर्न मन लागिहाल्यो होइन। यहाँनिर देख्न सक्नुहुन्छ त्यहाँ बुद्धको हो यो। यस्तो छ होइन। गर्मी भयो यार, पसिना आयो। यस यहाँ आइयो। अब यहाँबाट हामी त्यहाँ छेउको पार्क जान्छ। लास्ट गर्मी भइसक्यो। अब त्यो पार्कमा एकछिन शीतलमा बसेर चाहिँ
फेरि निस्किनु पर्ने हुन्छ, बेलुकासम्म कम्पनी पुगिसक्नु पर्ने हुन्छ, भोलि बिहानबाट फेरि काम गर्नुपर्ने हुन्छ होइन। यस्तो छ यहाँको हाम्रो गुम्बाको भ्यू चाहिँ यस्तो छ। बाटो काट्ने अन्डरग्राउन्ड देखेर चाहिँ अन्डरग्राउन्डबाट बाटो काट्नुपर्ने रहेछ र छिरेको। यहाँनिर चाहिँ मार्केट पो रहेछ तल चाहिँ। यो चाहिँ ठ्याक्कै मलाई त्यो रत्न पार्कको याद आयो कि त्यहाँनिर अन्डरग्राउन्ड मुनिबाट जाने ठाउँ थियो नि, त्यहाँबाट गइसकेपछि त्यो वीर हस्पिटल छेउको त्यहाँनिर चाहिँ तल अनि पसलहरू राखेको हुन्थ्यो नि, त्यस्तै किसिमको पसलहरू, तर यो चाहिँ ठुलो छ अनि ठाउँ ठाउँमा निस्किने ठाउँ छ होइन। यहाँ चाहिँ कपडाहरू रहेछ। यहाँ साथी सपिङ गर्ने भन्दैछ, केही देखियो भने हेरौँ, यहाँनिर आफूलाई मन परायो कि मन परेको जस्तो देखियो भने चाहिँ किन्छौँ है हामी। ब्याग लियौँ 50,000 को होइन, 50,000 वनको यो ब्याग। यहाँ हाम्रो दोस्तले चाहिँ ल अब हेरिदेऊ दोस्त, यस्तो मजाको 50,000 को ब्याग लिएर अब साथी हिँड्दैछ होइन। धनी भइसक्यो केटो। भने कति भनेको थियो? 70,000 नि, 20,000 ए स्टुडेन्ट हो प्लिज प्लिज भनेर बार्गेनिङ गरेर 20,000 वन चाहिँ घटाइयो, 50,000 वनमा दियो र अब हामीले लिएर हिँड्यौँ। ल अब चाहिँ हामी अन्डरग्राउन्ड पसलबाट त्यहाँबाट एउटा ब्याग किनेर चाहिँ निस्कियौँ होइन। यो बाटो काट्नलाई मात्र झरेको थियौँ, यहाँनिर जेब्रा क्रस थिएन, यसबाटै काट्नुपर्ने थियो र होइन। तर हामी कतापट्टिकोमा पो आइपुग्यौँ भन्ने हो। त्यो अघि कता देखाएको थियो र? ओली परे हो नि है, कति ठुलो रहेछ क्या, ठाउँ ठाउँमा यसरी निस्किने ठाउँ रहेछ, थाहा नै थिएन यहाँसम्म निस्किने ठाउँ रहेछ। अलि परे रहेछ, हामी अझै थुप्रै हिँडिसकेका थियौँ नि त। सो अब अलिकति हिँडेर त्यहाँनिर पुग्नुपर्ने हुन्छ, बाटो चाहिँ क्रस भइसकेका छौँ। कस्तो छ थाहा छैन, हेर्दा त खासै राम्रो छ जस्तो लागेको छैन पार्क, तर पनि एकछिन बस्नलाई चाहिँ ठिक हुने जस्तो देखिन्छ होइन। गर्मीले कस्तो स्या भइसक्यो, भित्र चाहिँ शीतल नै थियो, आनन्द आइरहेको थियो। फेरि बाहिर निस्केर हिँडेपछि त्यस्तै छ हालत होइन, गर्मी छ। ल त साथीहरू, अब चाहिँ म एकैचोटि पार्क पुगेपछि अनि हजुरहरूलाई देखाउने छु है त। ल अब चाहिँ हामी अलिकति हिँडिसकेपछि यहाँनिर पार्क देखेको यही हो, हरियाली अलिकति शीतल बस्न लायकको होइन, यति हो। हुन चाहिँ त्यस्तो केही होइन, जस्ट अब त्यत्तिकै त्यहाँ बस्नुभन्दा अब बेलुकासम्म त यतै घुमौँ भन्ने हिसाबले चाहिँ अनि यसो शीतल हरियाली बस्ने ठाउँ खोजेर अनि हिँड्दै हिँड्दै आएको मात्रै हो होइन। र अघि कस्तो गर्मी भइरहेको थियो, यहाँनिर यो रुखको छारी मुनि यस्तो मजाको हावा चलिरहेछ है, शीतल फिल भइरहेछ। अब चाहिँ हामी त्यहाँनिर जान्छौँ, एकछिन बस्छौँ अनि त्यसपछि फेरि स्टेसनतर्फ गएर चाहिँ ट्रेन पक्रेर अनि आफ्नो गन्तव्यतिर लाग्नुपर्ने हुन्छ होइन साथीहरू। यस्तै छ साथी। यता फर्क त यहाँ 50,000 को ब्याग बोकेर दोस्त फेरि हाम्रो कोरियाको 50,000 को ब्याग बोकेर होइन, यस्तै छ। ल है त साथीहरू, ल अब चाहिँ यहाँनिर शीतलमा हामी एकैछिन बस्दैछौँ, रमाइलो गर्दैछौँ होइन। यस्तो छ यहाँनिरको हरियाली भ्यू अनि यहाँनिर चराहरू चराचुरुङ्गीहरू क्या मजाले कराइरहेका छन् होइन। कस्तो आनन्द लाग्ने के, गाई कराएको मात्र सुनेको, आज मजाले यसरी हरियालीमा टक्क बसेर होइन हेर्नु नि कस्तो बवाल छ। त्यस्तो धेरै स्पेसल त छैन, तर पनि होइन मनलाई चाहिँ आनन्द दिने किसिमकै छ होइन साथीहरू। यहाँनिर फुलहरू फुलेको छ है, यस्तो छ। र अब यहाँनिर हामी हिँड्दैछौँ, शीतल छ वातावरण होइन, हरियाली शीतल फुलहरू चराचुरुङ्गीको आवाज चिरबिर चिरबिर होइन, यस्तो रमणीय छ। अब एकैछिन यहाँ बसेर चाहिँ अनि हामी स्टेसन गएर फेरि आफ्नै कम्पनी तर्फ लाग्नु पर्ने हुन्छ होइन। यस्तो चाहिँ ठाउँ ठाउँमा हुन्छ कि कोरियाको चाहिँ ठाउँ ठाउँमा यसरी पार्कहरू चाहिँ बनाइदिएको हुन्छ होइन। यहाँनिर पनि बस्ने ठाउँ छ, त्यहाँनिर चट्टसँगले हो। त्यहाँनिर चाहिँ कोही हुनुहुँदो रहेछ, त्यही भएर म त्यतापट्टि गइनँ होइन। प्राइभेसीको कुराहरू हुन्छ, त्यो कुराहरू। त्यो मच्छर, यहाँ हेर्नुहोस् मच्छर पनि रहेछ, यहाँ मच्छर पनि छ होइन। चराचुरुङ्गीहरू कराइरहेछ, चिरबिर चिरबिर आवाजहरू, यस्तो मनलाई आनन्द दिने किसिमको छ है त। अब चाहिँ हामी निस्किन्छौँ होला साथीहरू, एकछिन यहाँनिर घुमेर निस्किन्छौँ होइन। ल अब चाहिँ हामी हाम्रो स्टेसन आइसक्यौँ होइन। अब यो फङ्जु यकबाट चाहिँ हामी टिकट काटेर ट्रेन चाहिँ साथीको र मेरो एउटै नै छ। म चाहिँ छाङसङमा झर्छु,
छाङसाङमा झरेपछि त्यहाँनिर साउ लिन आउनुहुन्छ र त्यहाँबाट म साउसँग जान्छु र साथी चाहिँ अर्को स्टेसन हाम्रो इक्सानमा झर्ने हो होइन। म छाङसाङमा अलिकति अगाडि झर्छु भने साथी इक्सान झरेर त्यहाँबाट फेरि ट्रेन चेन्ज गर्नुपर्छ होइन साथीहरू। अब सक्यो एक दिनको बिदा यस्तै भयो फङ्जुको होइन। ल अब फेरि कहिले बिदा मिल्छ अनि यसरी निस्किन मिल्छ साथीसँगको धेरै पछिको भेट होइन। फेरि पनि अब कहिले हुन्छ होइन यस्तै छ व्यस्त अब आफ्नो कामको व्यस्त छ। फेरि टाढा परियो क्या धेरै टाढा छौँ अनि त्यही भएर चाहिँ गाह्रो छ। ल साथीहरू फेरि कहिले छुट्टी मिल्छ त्यसपछि हजुरहरूलाई यसरी नै बाहिर घुमेको भ्लग लिएर आउने नै छु। त्यतिखेरसम्मको लागि चाहिँ हस्त बाई खाम्सा हमनिदा।